लेभल सर्वे गर्दैछौँ। यो मेसिनलाई चाहिँ एब्नी लेभल भन्छ। यसले चाहिँ भर्टिकल एङ्गल मेजर गर्छ, एङ्गल अफ इलिभेसन प्लस एङ्गल अफ डिप्रेसन मेजर गर्छ। यसको मेन काम भनेको हामीले कुनै एउटा पोइन्टदेखि अर्को पोइन्टसम्म कति राइज भएको छ, कति फल भएको छ भनेर ट्रिगोनोमेट्री लगाएर हामीले निकाल्ने गर्छौँ। भर्टिकल एङ्गल निकालिसकेपछि त्यसमा हामीले एल साइन थीटा गरेर निकाल्न सक्छौँ हैन। यसमा मेन गर्ने भनेको यसमा दुईवटा लेन्स हुन्छ, एउटा आइपिस हुन्छ, एउटा अब्जेक्टिभ हुन्छ। यो आइपिसको काम भनेको चाहिँ हामीले हेर्नलाई हो, अब्जेक्टिभ अगाडि हुन्छ। यो आइपिसबाट हेर्दाखेरि हामीले तीनवटा लाइनहरू देख्न सक्छौँ। हो तीनवटा लाइनभित्र यो बबल हो, यसमा बबल हुन्छ। यो बबललाई चाहिँ यसरी हामीले अगाडि अथवा पछाडि गरेर हामीले यो बबललाई चाहिँ यो सेन्टरमा पार्नु पर्दछ। यो तीनवटा लाइनभित्र देखिन्छ। यसको अगाडि गयौँ भनेपछि एङ्गल अफ डिप्रेसन हुन्छ, हामीले पछाडि गयौँ भनेपछि एङ्गल अफ इलिभेसन हुन्छ। यो पढ्न चाहिँ हामीले जान्नु पर्दछ। यसमा यस्तो किसिमको हुन्छ, प्रोट्र्याक्टर साइडमा जस्तो प्रोट्र्याक्टर जस्तो हुन्छ। अब यसरी मेजर गर्दाखेरि यो दुईवटा रेन्जिङ रड हामीले दिनुपर्ने हुन्छ। एउटा रेन्जिङ रड अगाडि हामीले जहाँ साइडेड गर्नुपर्ने हो, हामीले यो एब्नी लेभल बसाल्ने ठाउँमा चाहिँ अर्को रेन्जिङ रड हुनुपर्छ। यो रेन्जिङ रड चाहिँ त्यहाँको र यहाँको हामीले बराबर डिस्टेन्समा राख्नुपर्छ। यो हेर्नलाई चाहिँ हामीले आफ्नो आँखाको हाइटसम्म हेर्न मिल्ने गरी दुईवटा बराबर साइडको राखिसकेपछि यहाँबाट हामीले एङ्गल मेजर गर्नुपर्छ। एङ्गल मेजर गरिसकेपछि जस्तै इलिभेसन छ भनेपछि हामीले अगाडितिर सार्यौँ भनेपछि अगाडितिर देखिन्छ, डिप्रेसन छ भने चाहिँ उल्टो भयो, अगाडितिर छ भने चाहिँ एङ्गल अफ डिप्रेसन देखिन्छ, पछाडि भयो चाहिँ एङ्गल अफ इलिभेसन आउँछ हैन। त्यसपछि हामीले एङ्गल मेजर गर्छौँ। एङ्गल मेजर गरिसकेपछि लेन्थ पनि सँगै नाप्नुपर्ने हुन्छ, लेन्थ टेपले नाप्नुपर्छ। अनि त्यसपछि हामीले राइज कति भएको छ, फल कति भएको छ भनेर हामीले निकाल्न सक्छौँ। यो बेसिकल्ली वाटर सप्लाई प्रोजेक्टमा प्रयोग हुन्छ। यसमा चाहिँ हामीले यो निकालिसकेपछि हामीले प्रोफाइल तयार गर्छौँ। प्रोफाइल तयार गरिसकेपछि हामीले कुन ठाउँमा कुन राख्नुपर्छ, कम्पोनेन्ट वाटर सप्लाईको कम्पोनेन्टहरू राख्नुपर्छ, हामीले त्यो अनुसार हामीले डिसाइड गर्नुपर्ने हुन्छ। यति नै हो आजको एब्नी लेभल सर्वे। यसमा कसरी हाल्छौ त?